अहिले चाहिँ हाम्रोमा रिसेन्टली हाम्रो महिला दिदीबहिनीहरूको लागि चाहिँ हाम्रोमा वान पिस आएको छ है त धेरै। पहिले वान पिस देखाउँछु, त्यसपछि अर्को भिडियोमा अर्को के छ भनेर जान्छु। खास यहाँ म्याडमको अर्डर चाहिँ मलाई अर्कै थियो, तर मैले यहाँ गरेँ वान पिस। तर हेर्नुहोस् वान पिस कति धेरै आएको छ, एकदमै राम्रो छ यो फ्याब्रिक। हेर्नुहोस् तपाईँलाई इची नहुने खालको हो यो। हेर्दा चाहिँ त्यस्तै देखिन्छ है बाहिरबाट हेर्दा, तर यो फ्याब्रिक एकदमै राम्रो छ। भित्र पनि हामीले यो हालेको छौँ, सिफन हालेको छौँ होइन, सिफनको कपडा हालेको छौँ। अनि तपाईँलाई यहाँबाट हेर्दा थाहा भइहाल्यो होला कुन ड्रेस भन्ने कुरो। तर पनि म एकचोटि एक दुईवटा देखाइदिन्छु है त्यो निकालेर। ल हेर्नुहोस् त कति राम्रो छ। ल हेर्नुहोस् देख्नुभयो, यो ओल्ड इज गोल्ड भन्छ नि। पुरानो डिजाइनलाई चाहिँ अहिले फेरि पनि रिमार्केटमा स्टक भएर आएको छ होइन, नयाँ डिजाइन फेरि अहिले सबैको माग भएको भएर। साइजहरू पनि 44 छ हेर्नुहोस्, 44। यसलाई हामी तपाईँको 46सम्म बनाइदिन सक्छौँ। 44 हो 46सम्म बनाइन सक्छौँ। यदि यहाँहरू साइजमा एकदमै टेन्सन लिएर बसिरहनु भएको छ भने तपाईँ हाम्रो स्टोरमा भिजिट गर्नुहोस्। यी ब्ल्याकमा पनि रहेछ 40। हेर्नुहोस् त आउटर खालको क्या, यो आउटर जस्तो खालको बनाएर अनि वान पिस हामी चाहिँ एकदमै राम्रो। हेर्नुहोस् पिङ्क, वा मेरो फेभरेट, मलाई क्या मनपर्छ यो कलर त, मेरो पनि फेभरेट हो यो। फेब्रिक राम्रो छ क्या, अरू भन्दैन। हेर्नु न फेब्रिक कति राम्रो छ। यो लाउनु भयो भने चाहिँ तपाईँहरूलाई त देख्छ होला हो, आउनु होला। अनि यो भिडियो सँगसँगै तपाईँहरूलाई कति कुराहरूको तपाईँलाई प्रश्न छ भने, या त ठुलो सानो बनाउनु साइज यहाँहरूको लागि यो बनाउनेको समस्या छ भने आउनुहोस्, हामी टक्कै बनाइन्छौँ खोलेर या त घटाएर विदाउट कस्टमा फ्रीमा सरितालाई यिनी तुरुन्तै बनाएर तपाईँहरूलाई गरेर पठाउने छ भन्दै सरिता फेसनकोमा चाहिँ अब मारामार सुरु भएको छ। यहाँहरू आउनु सक्नुहुन्छ। सेल छ, मारामार सेल छ, टेन्सन नलिनुहोस्। उहाँ 50% या 20% नभन्नुहोस् है। हाम्रोमा त 20% भन्यो भने यहाँ तपाईँहरूले नै भने लास्टमा 50% भन्दा बढी डिस्काउन्ट माग्नुहुन्छ, हामी दिनुपर्ने हुन्छ। 50% भनेर भन्छौँ, तर लास्टमा पनि म 5-6वटा लान्छु नि भन्दा घटाएर खलाङखुलुङ बनाएर 100 नै झन्डै पुग्छ होइन। त्यही भएर चाहिँ हामी चाहिँ तपाईँहरूसँग पर्सेन्ट राख्नु नसकेकै भएर राखेको नि हो। पहिले 20% भन्यो, सबै 6-7वटा सामान लाँदाखेरि भरे त धेरै हुन्छ, बरु घटाइदिउँ भने फेरि तलै पुग्छ। त्यही भएर चाहिँ नो पर्सन हाम्रोमा चाहिँ त्यो काउन्टिङ वर्ड हुँदैन, हाम्रोमा पर्सन वर्ड के अरे एमाउन्ट हुँदैन, सिधै सेल भन्छु। आउँदाखेरि तपाईँले डिफ्रेन्सेस धेरै डिफ्रेन्ट पाउनुहुन्छ, 50 हाफ नै डिफ्रेन्ट पाउनुहुन्छ है त भन्दै सरिता फेसनको स्वागत आउनुहोस् होला। या त तपाईँले फेसबुकमा गएर प्रश्न राख्न सक्नुहुन्छ है त। प्राइसको लागि पनि फेसबुकमा गएर राख्नुहोस्, या त मेरो युट्युबमा गएर राख्न सक्नुहुन्छ है त। बाई बाई।